हेलो साथीहरू, अहिले हाम्रो ब्रेक टाइम भइरहेछ र ऊ मेरो बेन्च पार्टनर केही काम नभएर मोबाइल हेर्दै थिइन् उनी पनि। अनि म चाहिँ क्लासभित्र गएँ। भ्लग भनेर थाहा हुने बित्तिकै हाई हेलो गर्न थालिन् आयुष्माले। अनि विजयाले पनि हाई गर्यो। ऊ चाहिँ होमवर्क लेख्दै थियो बिकज सी इज टपर। अनि ऊ चाहिँ सुमित, उसलाई चाहिँ क्यामेरा अगाडि आएपछि एलर्जी हुने रहेछ, सो उसले मुख छोप्न थाल्यो र म गएँ। हेलो गाइजहरू, के गरिरहेको? म प्रिमियर प्रो यसो हेर्दैछु। के हेर्दै? यो चाहिँ सिया तर कामै छैन गाइज, जहिले पनि बङ गर्छ। अनि ए गाइज यति आउँदो रहेछ। उनीहरूले चाहिँ यस्तो टाइपको भिडियो बनाउने रहेछ अनि त्यही हो काम उनीहरूको चाहिँ। अनि सबसँग बोलिदिउँ न त भनेर गएँ। केटीहरूलाई पनि हाई गरिदिउँ न त, भ्लग खिच्दैछु भनेर भनेको, हाई मात्रै गरेछ, अरू त केही नबोलिदिएर। बाहिर आउँदा त हाम्रो क्लासको 2 पार्टनरहरू यहाँ पो रहेछ। सी इज युबिना रेटिङ हर आउटफिट। यो चाहिँ मैले 500 मा मलाई किनिदिएको है मेरो साथीले। चाहिँ अनुष्काले किनिदिएको हो है। चाहिँ मेरो बाबाले मलाई बर्थडेमा गिफ्ट दिन्छ हो। यो सुप्रियाले किनिदिएको हो। बहिनीले किनेर आएको थियो हैन पोखराबाट। यो मलाई कसले गिफ्ट दिएको? जापानबाट। यो सुजनले किनिदिएको। अनि पाइन्ट चाहिँ त्यस्तै 3-4 करोड खर्चला चाहियो हाम्रो त। जुत्ता पनि 3 करोडको होला, मेरो नाइकीको। ओके, नाइकीको 3 करोड अनि पछि 5-6 करोड। ओ करोड आफ्नो करोडबाट त चढ्यो। क्लिप पनि भयो 50,000को। अनि टप पनि छ, तिम्रो फुल्ली पनि छ, नेकलेस पनि छ। यो त गिफ्ट यो त लाउँदिन म खोल्छु। गाइस अझै मोबाइल काउन्ट गरेको छैन। दुवैजनालाई आइफोन पनि देखाएर म गरिब हो भनेर साबित गरेरै छोड्यो। भएन, म अब जान्छु भनेको त दुवैजना रुनै थालिन् मजा गएँ भनेर। हाम्रो क्लासमेटहरू यहाँ रहेछन् टेबल टेनिस खेलेर, उनीहरूको पनि भ्लग खिचौँ न त भनेर म चाहिँ 3rd फ्लोरदेखि ग्राउन्ड फ्लोरसम्म आएँ र इन्टरभ्यू लिन थालेँ। युनिभर्सल पोज दिइहाल्यो एकजनाले, ऊ सङ्केत, र हाई गर्ने चाहिँ एलेक्स। र यहाँ चाहिँ सन्देश र हिमांशुको गेम भइरहेछ। अनि हिमांशुले सन्देशलाई आउट गरिदियो र अहिले छ एलेक्स एन्ड हिमांशु, उनीहरूले पनि गेम खेलिरहेछ। अनि लास्ट पोइन्ट छ, उसले पनि हराइदियो, एलेक्सले हिमांशुलाई हराइदियो र ऊ सङ्केत र एलेक्सको गेम भयो। अहिले चाहिँ गेम खेल्ने क्रममा यहाँ दाइ आउनुभयो, म्याम आउनुभयो भनेर हामी क्लासमा गयौँ। क्लासमा गएर बुक कापी अलिकति मिलायौँ अनि यसो पढौँ न त भनेर पढ्नै पढ्यो होइन। पढ्न थालेको पछि अघि नकै एलर्जी भएको मान्छेले फेरि मलाई डिस्टर्ब गर्यो। ल मैले फेरि खिच्न लाग्यो, उसले मुख छोपिहाल्यो। सो म फेरि पढ्न थालेँ, यसो हाँसेर पढ्यौँ अनि हामी घर फर्क्यौँ। घर जाँदै क्रममा ट्रिपल रोड रहेछ, मैले लाइसेन्स खोइ भनेर धम्की दिएँ, उनीहरू पनि गयो, मेरो साथीहरू पनि गयो। एमको रेड आउटफिट विथ रेड कार रहेछ। सबैलाई बाई गरेर म नि मेरो घरतिर लागेँ।